हेलो साथीहरु, अहिले चाहिँ हामी झिम्रो गाउँपालिका वार्ड नम्बर 7 इखनाथानमा छौं। हामी अहिले डाँडोमा जाने छौं। सम्पूर्ण जानकारी तपाईलाई दिने छौं। त्यहाँको भ्यूहरु सबै देखाउने छौं। अहिलेलाई लेट्स गो। यो चाहिँ हाम्रो राष्ट्रिय झण्डा रहेको छ। सलाम सलाम हो ठ्याक्क। त्यहाँ जानु भन्दा पहिले यहाँबाट देखिने रमणीय स्थानहरु, बाँधिएको गाउँ, तुसाराको गाउँ, ओखरकोट एकदम सुन्दर ठाउँ छ। अब हामी माथि चढ्दै छौं। अहिले चाहिँ हामी इखनाथान प्रवेशद्वारमा छौं। यहाँबाट टन्नै उकालो सिँढीहरु चढेर माथि जानुपर्ने छ। आउनुहोस्। थकित भए पनि त्यहाँ गएपछिको मजा बेग्लै छ। त्यहाँ गएपछि त्यो पिँढा मेट्ने खालको दृश्य देखिने छ भन्ने आश छ। उकालोमा हिँड्दा चाहिँ एकदम थकाइ चाहिँ लागेको छ, तर आत्मविश्वास चाहिँ घटेको छैन। त्यहाँसम्म पुग्छौँ भनेर हामी हिँडिरहेका छौँ। इखनाथान पुग्नुभन्दा अगाडि यहाँनिर पुजारी ठाउँ रहेछ। शिवजीको दर्शन गर्नु पर्यो। क्यामेराम्यानको पनि है त्यही। फाइनली अहिले चाहिँ हामी इखनाथान देवी मन्दिरमा प्रवेश गरिसकेका छौँ। यहाँबाट तपाईहरुलाई सम्पूर्ण गाउँ, यहाँको भ्यू सबै देखाउने छु। यहाँबाट देखिने सुन्दर दृश्यहरू। यहाँ आउने साह्रै धोको थियो, बुढा भएको छ। हाम्रो राष्ट्रिय झण्डा नेसनल फ्ल्याग फरफराइरहेको छ, हेर्न सक्नुहुन्छ। हामी आएको देखेर हो कि? इखनाथान भगवती माताले हामी सबैको कल्याण गरून्। सबैमा नेपाली नेपालै नरहे नेपालै नरहे यहाँ देशको छ चिन्ता तिमी